वेलकम गाइज मेरो भराउडे भ्लगमा तिम्रो सबैलाई हृदयदेखि वेलकम गर्छु। म यस्तो पानीमा पनि म जान सक्छु क्या। घर पानीमा जान सक्छु। अब यस्तो ओडारमा बस्यो भन्दा के कुरा सिकेला जस्तो लागेर मैले बसेँ नि ओडारमा। एउटा कुरा थाहा भयो क्या, सिधै सरकारलाई औला ठहराउने त भएन। पहिला अपिल गरौँ हाम्रो गुरुवाकोट 5 मा। यो हेर्नु त पहिला, यो हेर्नु, म अरू के भन्दैन यार। यो हेर्नु त, यो के हो? यो बाटो हो कि यो खोला हो कि के हो यो? मलाई त के गर्नु मुला। पानी पऱ्यो भने म पानीमा पनि जान सक्थेँ होला क्या, राम्रो बाटो भएको भए। सरकार, म यति भन्न चाहन्छु कि यो पानी भनेको खेतमा चाहिने हो अनि खोलामा जाने हो। यो पानीलाई सदुपयोग गर्न नसके पनि यो बाटोलाई चाहिँ सदुपयोग गरिदिनु है। धेरै जन्जाल, धेरै दुःख पाएको छ यार। रात पर्न आइसक्यो, पानी के भन्छ अरे पानीको बित्तिने नामै छैन। यहाँ मान्छेलाई यहाँ जाडोले मार्न लागिसक्यो। फेरि छाता पनि यस्तो छ कि यहाँ अगाडिबाट उडेर एउटाले ठुला भन्ने डर, पछाडिबाट ठुला भन्ने डर, तल छिरा हेऱ्यो भने भुत आउला भन्ने डर। म त डरमा जिएको छु त। के हेरे सरकार आउँछ भएन, यो भएन, यो भएन। मलाई बित्तिकै मन परेन। तर के भन्छु कि मैले भन्न खोजेको होइन, तर भनिहालेँ। यो पानी चाहिँ सायद खेतमा चाहिने हो, बारी जहाँ भयो भने चाहिने कुरा हो यो। अनि चाहिने कुरा हो कि अब यो बाटोलाई सदुपयोग राख्ने कि यो बाटोलाई भन्ने कुरा हो। अब यो भिडियो चाहिँ हाम्रो कहाँसम्म पुऱ्याइदिनु भने मार्जिम भइसक्यो है। यो बाटो चाहिँ जसरी पनि बनाइदिनु है। हेर्नु त, यो बाटो हो कि यो खोला नाला हो। म त अलि बुझ्नै गाह्रो। हेर न, भलै आएको छ क्या। अहिले म कसरी जानु घर? यो यहाँदेखि कसरी घर जानु? यस्तो पानी परेपछि बुझ्नु परेन, बनाउनु पर्छ भन्ने थाहा थिएन अहिलेसम्म। थर्काएको चाहिँ होइन है, भनेको मात्र। यो थर्काएको होइन है, मैले भनेको है। यो बाटो बनाइदिनु होला, जसरी भए पनि बनाइदिनु होला।